हेलो साथीहरु म चाहिँ तिराम्री भएर चाहिँ घुम्न जान आँटेको है भाइसँग। भाइ चाहिँ रेडी भएर बाहिर गइसक्यो। म चाहिँ रेडी भएर म पनि अब रेडी भइसकेँ। ए मेरो चस्मा 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 त छोड्नु हुँदैन नि त। तपाईँलाई म भिडियो देखाउँछु है कस्तो कस्तो भयो। थाहा छ तँ पनि तँ पनि मलाई थाहा छ राम्रोसँग। बोक्नु त बोक झराउनु चाहिँ पाउँदैनस् नि त। हामी चाहिँ जान्छ कारमा हिँडेको तलतलाया त्यो पो सफारी आएको छैन नपाएर त्यसैले यहाँ बाटोमा हिँड्दैछौँ। बाहिर म तपाईहरुलाई म देखाउने छु त्यहाँ कस्तो कस्तो छ भनेर। होइन आज साँच्ची नै हामी अब कहीँ जानु पर्यो भने त भेटिँदैन नै रहेछ। हामी हिँड्दैन छौँ हिँडिरहेको छौँ। मान्छे त होइन त अब जस्ट अब हामीलाई कहाँ जानु पर्यो भने भेटाइँदैन। अब हामी कहीँ जानु पर्दैन यता एरियातिरै डुल्नु पर्यो भने चाहिँ त्यहाँ जाने हो बहिनी त्यहाँ जाने हो बहिनी त्यहाँ जाने हो बहिनी भनेर भक्का लाउँछ। अब हामी अब घुम्नु भनेर दुईजना भाइ र दिदी हिँडेपछि त छैन सिटी सफारीहरू नै सबै हरायो कि के भयो पनि। फाइनली हामी चाहिँ तल आइपुग्यौँ। अब भित्र जानु कति लिँदो रहेछ है कति जानु यता माथिल्लोपट्टिबाट ल ल हो साथी हामी चाहिँ तल आइसक्यौँ होइन। तर हामी चाहिँ अब तलतलालाई छोडेर चाहिँ तामाङ टोलतिर हिँडेको। खासमा हामी चाहिँ आएको चाहिँ तलतला नै हो। तर मैले टिकटकमा भेटिरहेको थिएँ कि यो इटेरीको तामाङ टोल भन्ने ठाउँ चाहिँ एकदम भाइरल रहेछ। त पनि अब त हुन आँटेछ भाइरल त अब आफ्नै ठाउँको मान्छेले गर्नुपर्छ नि त। यो सबै तलतलाको एरिया नै होइन त हेर्न सक्नुहुन्छ। बाहिरैदेखि मैले देखाइदिइसकेँ तलतला। हामी खासमा यही घुम्न भनेर चाहिँ आएको थियौँ अनि त्यसपछि यसको यतापट्टितिर चाहिँ पिकनिक खाने ठाउँ होला होइन जङ्गल एरिया। ओइ त अघिको त केटा हो कि केटी हो भोइस त केटीको जस्तै छ त। 18 वर्ष ए 19 वर्ष रे तामाङ ए मगर हैन 12 क्लासमा पढेको। ए होइन उसको त अनि भोइस त म त केटी जस्तै लागेर केटी होला भनेर सोच्दै थिएँ कि म चाहिँ। हेर्न सक्नुहुन्छ साथी हो तलतला चाहिँ यता आयो भित्र होइन। अनि बाफ्रे बोटिङ पनि गर्छ खोइ त उनीहरूको बोटिङ गराउने ठाउँ कुवाहरू चाहिँ खोइ। यहाँ चाहिँ शनिबार चाहिँ धेरै भिड हुन्छ किनकि यहाँ पिकनिकमा ल्याउँछन् अरे। अनि पिकनिकमा ल्याउँछन् रे। म र भाइ चाहिँ तलतलालाई छोडिएर पनि यता तामाङ टोल हिँडेको किनकि त्यहाँ पनि राम्रो छ ठाउँ। फर्स्ट यता जाने अलिकति तलतला भन्दा जानुपर्छ त्यहाँबाट पुग्ने त्यसपछि फर्केर यता आउने। हेर्नु है त म भिडियो मार्फत तपाईँलाई देखाउने छु। वाउ कस्तो राम्रो क्या मतलब पानी देखेर बोटिङ गर्नु मन लागिरहेछ। कति उनीहरूको बोटिङ गर्ने त मैले कहीँ देखिनँ होइन।
मेरो भाइ चाहिँ पर भिडियो बनाउँदै आउँदैछ, म चाहिँ यता अगाडि। म चाहिँ तल आएको छेउमै छु किनकि भाइ भिडियो बनाउँदै आउँदैछ र उसलाई पर्खिँदैछु। अब यस्तो हुन्छ नि त, यो भिडियो चाहिँ किन बनाएको भने नि अब मान्छे त मरेर गइन्छ नि त। अब मान्छे मरेर गए भए पनि यसरी भिडियो बनाएर राखेको त हाम्रो भिडियो त कहिले मर्दैन नि त। भिडियो बनाएर राखेकोहरू त अमर हुन्छ। त्यसैले चाहिँ मैले यो पछि अब म मरेर गएँ भने पनि यो मेरो भिडियो चाहिँ भइरहेको छ के, त्यसैले चाहिँ मैले भिडियोहरू बनाउँछु, ब्लग मार्फत बनाउँदै लगाउँछु युट्युबमा। हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ, यस्तो रुखहरूको स्टेप डिजाइन छ कि। भाइ चाहिँ ऊ भिडियो बनाउँदै हिँडिरहेको छ। हेलो, उसको ब्लगमा नि आइदिनु पऱ्यो नि त म पनि। उसको ब्लगमा नि आइहाल्नु पऱ्यो। म यहाँ हिँडिरहेको छु। मेरो नि चस्मा छ त, म पनि पक्नु नभएपछि चस्मा देखाइदिन्छु। के झर्छ, कति राम्रो ठाउँ। भाइले चाहिँ जे होस् ठिक गरेछ चप्पल ल्याएर आएर। मैले चाहिँ जुत्ता लगाएको थिएँ, गर्मी हुँदैछ मलाई। हामी चाहिँ यतिखेर पनि पुगेको छैनौँ हाम्रो के तामाङटोली। ए हामीले लोकेसनमा हेरेको ऊ होटेल के पो क्याफे त्यो होइन। हामीले चाहिँ यो लोकेसन मार्फत हेरेको थियौँ। लोकेसनमा हेरेर हामीले पनि लोकेसन हेर्दै आएको। यो क्याफे हो नि त। उसलाई चाहिँ भिडियोको क्लिपहरू बनाउँदै आइरहेछ। यता चाहिँ प्रायः यस्तै हुँदो रहेछ क्या रुखहरू। यो रुख के भन्छ यसको नाम त थाहा छैन र पनि यस्तै पेन्ट गरेको कति राम्रो देखिन्छ क्या। हामी भर्खर त ग्राउन्डमा आइपुगेको रहेछौँ। आज पनि तामाङटोल आउन त बाँकी नै रहेछ। यो ग्राउन्डमा चाहिँ आज गेम रहेछ। स्कुलको विद्यार्थीहरूलाई बसहरूदेखि ल्याइराख्नु त अघि देखिरहेको थिएँ यो बसहरू त मैले। आज गेम रहेछ। यहाँ चाहिँ ठुलो ग्राउन्ड रहेछ है। अब चाहिँ हामी यता तामाङटोल आइपुग्नु आँट्यौँ। अब आइपुग्नु आँट्यौँ। गर्मी साह्रो रहेछ। हामी अब फाइनली तामाङटोल आइपुग्यौँ होला भन्नु त के को खोइ त बाँकी नै छ। यस्तो रहेछ यता हेर्न सक्नुहुन्छ साथीहरू। यस्तो छ जस यता तलतिर चाहिँ तराईतिर चाहिँ यो रुख छ नि। प्रत्येक त्यो पिकनिक जाने ठाउँमा चाहिँ भइराख्ने रहेछ। यो रुखले गर्दा नि एक रमाइलो हुन्छ। मान्छे रनिङ गरिरहेछ। चराहरूको फाइनल साथी हो। हामी चाहिँ तामाङटोल आइसक्यौँ। हामीले के पो टिकटकमा हेरेको लोकेसन हेरेर आएको थियौँ। ऊबाट के त्यसलाई के भन्छ स्तुपा हो के भन्छ, स्तुपा चाहिँ भन्छ होला। जे भन्छ त्यही हो। हुनु चाहिँ हो, बुझ्नेले बुझिहाल्नुहुन्छ। अब मलाई चाहिँ राम्रोसँग आएन। त्यसलाई स्तुपा नै भन्छ होला। ओह यो पनि भिडियो ब्लगर हो नि त। यो नि यो भर्खरै सुरुवात यसको छ। यसलाई सजिलो छ यो नि ब्लग बनाउँदैन। तर यसले चाहिँ भिडियोहरूमा त क्याप्चर गर्छ। यसले भोइसबाट चाहिँ कहिले नि गर्दैन। म चाहिँ हल्का फुल्का मेमोरीको लागि भोइसबाटै गरेर गर्छु। फाइनली अब हामी चाहिँ आइ नै पुग्यौँ। आइपुग्यौँ तर यहाँ कुकुर भएर चाहिँ मलाई डर लागिरहेको थियो कुकुरदेखि।
हामी जानुपर्ने चाहिँ यता होला हामी चाहिँ आइसक्यौँ है अब चाहिँ यो ठाउँलाई पनि भाइरल बनाउनु पर्छ है त सबै अरू अरू ठाउँ अब जस्तो भयो नि उदयपुरको बोक्ताङ डाँडा प्लस त्यो सँगसँगै कोशी सनसेट पनि भाइरल भयो थियो अनि अहिले आएर चाहिँ इटेरीकै बुढी झरना पनि भाइरलै हो अब आएर चाहिँ त्यसपछिको नेक्स्ट भाइरल प्लेस बनाउनु पर्छ है यो के पो तामाङ टोल इटेरी यो तपाईहरु इटेरीतिरै हुनुहुन्छ भने यो ठाउँमा आएर भिजिट गरिदिनु होला है त अब भर्खर भर्खर त हो भाइरल हुने पालो छ यो ठाउँको पनि मैले त सोचे थिएँ हामी मात्र हुन्छौँ न भनेको तर अरू मान्छेहरू पनि आउन थालिसक्नु भएको रहेछ के यो ठाउँमा चाहिँ हामी चाहिँ सिधा तलतलाई नछिरिकन यता तामाङ टोलतिर आएको किनकि यता तामाङको बस्ती रहेछ जस्तोसँगै यो ठाउँ चाहिँ अब भाइरल हो नि त बुढी झरनासँगैको त्यसपछिको नेक्स्ट भाइरल प्लेस भनेको तामाङ टोल हो तपाईँहरू पनि आएर भिजिट गरिदिनु होला हामी चाहिँ खासमा तलतलाई भनेर हिँडेको थियौँ तर मैले यसो टिकटकमा हेर्दाखेरि भेटाएँ क्या यो इटरीको तामाङ टोल भन्ने ठाउँमा पनि यति राम्रो घुम्ने ठाउँ रहेछ क्या यति राम्रो रहेछ यो पनि अब भाइरल प्लेस हो बुढी झरनादेखिको भाइरल प्लेस चाहिँ तामाङ टोल हो है यहाँ भाइरल तल फोटो खिचिराख्नु भएको छ होइन अनि त्यसपछि हामी चाहिँ भाइसँग भाइरल प्लेस तामाङ टोलमा इन्ट्री भइसक्यो हाम्रो यहाँ चाहिँ इन्ट्री फ्री लाग्दैन नि फेरि किनकि रोड छ नि त भाइ जिउ माथि गइसक्यो भिडियो बनाउँदै यहाँ चाहिँ इन्ट्री फ्री लाग्दैन किनकि यो राम्रै छ अब यो ठाउँलाई पनि भाइरल गर्ने जिम्मा चाहिँ तपाईँहरूको है त साथी हो म त भिजिट गरिसकेँ तपाईँहरू पनि आएर भिजिट गर्नु होला अगाडिदेखि बनाएको प्लान होइन 81 खाना खाएपछि बनाएको प्लान हो जाने लु जाने भने जाने त्यसपछि हामी हिँड्यौँ त्यसपछि हामी आइपुग्यौँ त भाइरल प्लेस अब तपाईँहरू पनि साथी हो सबैजनाले यो ठाउँमा भिजिट गरिदिनु होला है त र हाम्रो ब्लगलाई हेरेर आइदिनु होला यो ठाउँ घुम्न एकदम राम्रो छ अब बिस्तारै बनाउने रहेछ अझै मैले टेकेँ गोबर अनि हामी चाहिँ अब फर्केको अरू मान्छेहरू नै आउनु भएको छ यहाँ हामी चाहिँ 2 जना चाहिँ हिँड्यौँ भाइसँग यसलाई मलाई रुन्ची भन्छ बे आफ्नो दिदीलाई नै रुन्ची भन्छस् आफ्नो दिदीलाई नै रुन्ची भन्ने भाइ पनि पाइन्छ संसारमा एउटा त मेरै भाइ छ दिदीहरूले चाहिँ टिकटक बनाउनको लागि के पो भन्छ ट्राई गर्नुहुँदैछ ओ यत्रो बुढोहरू छ यता आइज बुढो मैले त के गर्दैन पुछेर निकाले कति ठुला ठुला ओह यति ठुला ठुला छ हामी जाऊँ होला उहाँहरू चाहिँ हाम्रो इटरीको पत्रकारहरू अरे तर कुन होको थियो त्यो नाम चाहिँ मलाई थाहा भएन होइन तपाईँहरू सबैजनाले भिजिट गरिदिनु होला हामी चाहिँ अब यहाँदेखि लाग्यौँ कहाँ जान्छौँ अब हामी यहाँदेखि है कहाँ जान्छौँ भने टलटला अब हामी यहाँदेखि तलतला जान्छौँ किनकि बाटोमै छ नि त बाटोमै छ तपाईँहरू पनि यहाँ के पो तामाङ टोल आएर इन्जोय गरिदिनु होला अब पनि भाइरल प्लेस हो नि त ए झन्डै यो पनि बुढी झरना पछिको भाइरल
अफोर्ड प्लेस हो एक दुई सेट हाल्नु सबैजनाले सपोर्ट गरिदिनु भयो भने त यो आजको ताजै भाइरल हो आएर घुम्दिनु ल हामी चाहिँ गयौँ अब हामी चाहिँ यहाँदेखि यो साइड लाग्यौँ है तलतलायातर्फ हामी चाहिँ होइन के पो तामाङ टोल गएर फर्किँदाखेरि उयो पिङ कहाँ देखिरहेको थियो मैले ए ऊ त्यहाँ छ त्यो माथि आइज त हामी चाहिँ तामाङ टोलदेखि फर्किने क्रममा यहाँ पिङ हामीले यहाँ तलतलाया छेउमा देख्यौँ जङ्गलमा यहाँ अहिले मलाई ढकल न भाइ हामी चाहिँ तामाङ टोलदेखि यसरी आउँदाखेरि अघि त मैले पिङै देखेको थिइनँ जाँदा भर्खरै चाहिँ पिङ देखेँ क्या तलतलाया यो साइड जान्छ यो चाहिँ तलतलाया बाहिर हो भित्र छिर्दा त टिकट लिनुपर्छ ए पानी रहेछ नि यहाँ कस्तो आउँदैछ बहिनी झुन्डिनु लाड्छ है बहिनी ए म र भाइ चाहिँ के पो तलतलाया आइसक्यौँ त्यसको बाहिरको प्लेस ओइ छिराइ जलकुम्बी पनि जान्छ है गाछो छिराइ मेरो भाइ चाहिँ माथि भिडियो बनाउँदैछ उसको भाइ सानो भएन र त तेरो स्टिक भाइ ल छिरायो धुआँ खोपे खोबेतो मे पानी आउँदैन तर यताको कुकुरहरू त लास्टै डर लाग्ने छ एकछिन त म थाहा छैन तर जताभाइ त्यो चाहिँ कुकुरै कुकुर छ तललाई चाहिँ उत्तापट्टितिर हो हामी चाहिँ यताको साइडतिर आएछौँ इम्पोसिबल नाग्नुको लागि त पोसिबल छैन यहाँ त हुन्छ यता पिकनिक खाना बनाउन सक्नुहुन्छ जति पैसा लाग्दैन है गाइस मैले चाहिँ जलकुम्बी चाहिँ के गर्नु यस्तै छ चिप्लेको पानी त होइन नि अब जुत्ता माथि गर्ने अनि 1 2 3 4 5 6 7
चेक आज चाहिँ हामीले दुई ठाउँ घुम्यौँ बाई बाई साथीहरू हामी चाहिँ अब फर्क्यौँ तलतलाइ यो चाहिँ हामी खासमा सुरुमा घुम्ने भनेर तलतलाइ भनेर हिँडेको थियौँ त्यहाँदेखि फेरि हामी तलतलाइ आइपुग्दा त्यसपछि तामाङ टोल नै थियो है तामाङ टोल गयौँ अनि अब तामाङ टोललाई नि भाइरल बनाउनु पर्ने छ नि त त्यो भर्खर सुरु हुँदैछ भर्खरमा त तपाईँहरूले सबैजनाले साथ सपोर्ट दिनुभयो भने त आजै भाइरल पनि भइहाल्छ त्यो ठाउँ त्यति राम्रो छ त्यहाँ पनि हामी भित्र चाहिँ छिर्यौँ न तलतलाइ चाहिँ बाहिरदेखि नै आज हामीले हेऱ्यौँ ब्लगमा पनि मैले बाहिरदेखि मात्र देखाएँ भित्र कुनै दिन छिर्छौँ हामी बाई बाई साथीहरू लाला त्यो बाघ त एक्सिडेन्ट भएछ हस्पिटल हिँडाउनु भएको त्यो बिग्रेको होला अनि निकाल्नु भएछ ए होला अनि हाम्रो भिडियोलाई सपोर्ट गरिदिनु होला थ्याङ्क यू